यहाँ चाहिँ अब जान्नेलाई छान्ने भन्दा पनि हचुवामा हान्ने भन्ने टाइपको मेसेज गए जस्तो मलाई चाहिँ फिल आयो। जान्नेलाई छान्ने भन्दा पनि हचुवामा हान्ने भन्ने यो पदाधिकारी छनौट गर्दा चिट्टा थुचे जस्तो भयो कि भन्ने मलाई लाग्यो। भोट हाल्नुभयो? हजुर हजुर हालिसके। हामीले सोचेको भन्दा निकै फरक देखियो। एउटा कुरा यहाँ हामीले उम्मेदवारहरूको फोटो आउँछ होला भन्ने लागेको थियो, त्यो पनि आएन। उहाँहरूको उपाधि आउँछ होला भनेको लागेको थियो, त्यो पनि आएन। र हजुरले भने जस्तो केही केन्द्रीय एकदमै चर्चित अनुहारहरू केही मात्र जो चाहिँ फर्स्ट स्क्रिनको केही रोमा हुनुहुन्छ र अक्षर यति सानो छ र सबैजनालाई भोट हाल्दै गर्दा पनि हामी जतिको पार्टीमा सुरुवाती चरणदेखि लागेका कार्यकर्तालाई नै 64 जना पुर्याउनै सकेनौँ। भनेको 20-22 जना भन्दा छान्नै नसक्ने अवस्थापछि केही अनुमानको भरमा चाहिँ हाल्नुपर्ने अवस्था। एटलिस्ट फेरि हजुरको 64 जना नपुर्याइकन सिस्टम अगाडि बढ्दैन भने जस्तै केही मान्यज्यूहरूको अगाडि आयो होला, त्यो स्वाभाविक पनि होला। तर धेरै जुन प्रतिभावान मान्छेहरू थिए जसलाई मेरो साथी नै भनेर गएको नाम खोज्नै पनि हम्मे पर्ने अवस्थाले गर्दा यो अलिकति प्रविधिमा चाहिँ समस्या भयो कि साथी ठ्याक्क चिनिन्थ्यो। उसको कि उपाधि नै भनेको उहाँहरूले के सोच्नुभयो। अब पिएचडी डक्टरहरू पनि हुनुहुन्छ, अर्कै डक्टर हुनुहुन्छ, इन्जिनियर हुनुहुन्छ। जस्तो चुनावमा हामीलाई जुन खालको स्कुलिङ गरेर जान्नेलाई छानी भनिएको थियो, पार्टीको आन्तरिक निर्वाचनमा चाहिँ त्यस्तो देखिएन। त्यसले गर्दा मान्छे चाहिँ ऱ्यान्डमली आउने सम्भावना मैले अत्यधिक देखेको छु। अनुमानको भरमा ठोक्दिएको छ हैन? हो, एकदमै धेरै साथीहरूले अनुमानको भरमा र बाध्यकारी जस्तो। अब फेरि कुनै पनि तपाईको मात्र कुरो होइन, तपाई के पदमा हो? म प्रतिनिधि मात्रै छु धुर्कोट गाउँपालिकाबाट आएर। मैले हिजो मात्रै भएको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक महाधिवेशनको निर्वाचनबाट मैले 1075 भोट ल्याएर म तपाईको तेस्रो स्थानमा परेको छु। तर चाहिँ तेस्रो स्थानमा पर्दै गर्दा पनि हिजोसम्म मेरो मिडियामा एकदम व्याप्त रूपमा शुभकामना दिने, बधाई दिने, आदान प्रदान गर्ने अहिलेसम्म पनि साथीहरूले फोन गरिराख्नु भएको छ। बधाई छ, यो समुदायबाट तपाईँले प्रतिनिधित्व गर्नुभयो, राजसभाले तपाईँमाथि धेरै न्याय गर्यो भनेर धेरै साथीहरूले मलाई त्यसरी जानकारी गराउँदै गर्दा। तर अहिले हिजो नाम छ, अहिले नाम छैन। अहिले करेक्सन गर्दा नाम छैन। नाम नहुनुको कारण के हो? अब मभन्दा पछाडि तपाईँको 800 भोट ल्याएको, तपाईँको 900 लगभग 95 त्यस्तै भोट ल्याएको मान्छे मभन्दा अगाडि छ। सबैलाई नमस्कार, म भरत प्रसाद पनेरू, बाँके जिल्लाबाट। म लुम्बिनी प्रदेशको उम्मेदवार र मेरो भूगोलतर्फ 32औं नम्बरमा भरत प्रसाद पनेरू मेरो नाम रहेको थियो। तर मत परिणाम सार्वजनिक गर्दै गर्दा मेरो मत परिणाम नै देखिएन। सर्वप्रथम त म तपाईहरू सम्पूर्ण देशवासी समक्ष एउटा कुरा के भनेर माफी माग्न चाहन्छु भने हार्दिकताका साथ माफी माग्छु। यो माफी हाम्रो सभापतिले, हाम्रो महामन्त्रीले, हाम्रो निर्वाचन आयोगले माग्नु पर्ने थियो, उहाँले माग्नु भएको छैन, म माग्छु। हामीले आजसम्म जति पनि हाम्रो पार्टीलाई डिजिटल पार्टी, डाटाबेस पार्टी भनेर फुर्ती लगायौँ, अहमता जुन गर्यौँ, त्यसमा हामी लज्जित भएका छौँ। हाम्रो पार्टीले हाम्रो भोट यत्रो बेरसम्म निर्वाचन आयोगले फलाक्दै गर्दाखेरि डिजिटल पार्टीले आफ्नो साइट्स बनाएको छ, rfcnepal.org भन्ने। त्यो साइटमा लाइभ अधिवेशन भनेर एउटा प्याटर्न राखेको छ, एउटा पोर्ट राखेको छ। तर त्यसमा हाम्रो केही अपडेट चाहिँ छैन। अपडेट्स कति बेला आउँछ भने तपाईँहरूले सबै कुरा भइसकेपछि बेला अपडेट्स पाउनुहुन्छ। त्यस्तै आजको यो मत परिणाम पनि निर्वाचन आयोगले वाचन गर्नुपर्नेको जरुरत के छ? यदि त्यो अनलाइन प्लेटफर्ममा हालिदिएको भए तपाईँ हामी सबैले हेर्थ्यौँ, हाम्रो समयको पनि बचत हुन्थ्यो। उहाँहरूले हामीलाई 3 दिनको महाधिवेशन भनेर 1 महिना झुलाउने तरिका लिएर आउनु भएको छ। हाम्रा साथीहरू थाकेर फर्किसक्नु भएको छ। मेरो समस्या के हो भने त्यो निर्वाचन आयोगले डिजिटली गरेको भोटिङ मेसिनबाट गरेको मेरो भोट्स उहाँहरूले अब गएर खोज्ने चाहिँ कहाँ हो, कसरी गायब भयो? ठिक छ, मेरो भोट नआउँदै गर्दा मेरो नोमिनेसनै नभएको भए ठिक थियो। तर नोमिनेसन भएर मैले आफूले त हालेको छु नि त, मैले आफूले एउटा भोट हालेको छु, एउटा हो भने त आउनु पर्यो। खै मेरो भोट, मेरो प्रश्न